के पाक्यो दिदी? के पाक्यो? अहिले सेल पाक्दैछ, अनि चना केराउ पाक्दैछ, अन्डा पाक्यो। यो सेल चाहिँ कसले बनाएको? यो सेल मैले पकाएको त्यो सेल। तेल ताप्दैछ, अन्डा उसिनु भइसकेको छ। ल हेर साथीहरू सेल अचारको लागि हो। अचारको लागि नाङ्लो खालिदिएछ यहाँ। आज चाहिँ हाम्रो स्पेसल डे के स्पेसल हो? स्पेसलै छ त्यो त यस्तो हेरेपछि थाहा हुन्छ। अहिले चाहिँ यति मात्रै भनौँ होइन, त्यहीको तयारी गर्दैछौँ। बिहान 5 बजी उठेर नुहाउने नि भइसक्यो होइन? नुहाइ पनि सक्यो। विशेष दिन स्पेसल सरप्राइज छ, धेरै खुसी छु। लागि छ अझै, भरे मात्र थाहा हुन्छ। विशेष दिन छ हाम्रो आज। धेरै खुसी छ। आज चाहिँ हाम्रो कान्छी देउरानीको विशेष दिन। कस्तो लागिरहेछ तिमीलाई? रमाइलो भइरहेछ? अन्डा खाइरहेछ यहाँ। बस्ने खाने बिचरा सेल पकाइसक्यो कि बस्ने खाने हो। एउटा दुइटा हालेको क्या पकाएको। कस्तो लागिरहेछ? रमाइलो लाग्छ। आज के हो विशेष दिन होइन? अहिले एकछिन हाम्रो आमा पनि चिटिक्क परेर राम्री भएर नचिन्ने हुन्छ है हाम्रो आमा। अहिले टिकटक बनाउनुहुन्छ भने उसरी खिच्दै जाने हो। हाम्रो माथि तयारी हुँदैछ। म चाहिँ यहाँ अन्डा खानु पऱ्यो अरे यो बच्चाहरूलाई। अन्डा लिएर माथि जाँदै हो। सुई माथि छ हाम्रो तयारी। हिँड्दा खुट्टै गलिसक्यो यार यिनीहरू त। अति भयो। ठेन के गर्दै हो गाइजहरू? ल हाम्रो चाहिँ तयारी हुँदैछ यहाँ। के छ हाल खबर? हो यता बोल न, के छ? सन्चो हो? के छ यता हेर? अहिले एकछिन चिन्दैन हाम्रो छोरीहरू। के को तयारी हो यस्तो? के को तयारी? भाइ कि बहिनी? वाह सानी। यसको चाहिँ के हो भन्न एकचोटि? बधाई नि के हो? मेरो भान्जा कि भान्जी? भान्जी। भान्जीलाई जति भए पनि पुग्दैन, कति धेरै भान्जी चाहिने हो। ए हाम्रो चाहिँ तयारी हुँदैछ। यो बच्चाहरूले गरेर आएको सबै रोस रोस हो कि रोस 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 बनाउँदैछु बिचरा यहाँ मेरो काम गरेर। म चाहिँ यहाँ रोसलाई पुरा मोलमाल पार्दैछु है। के हाल्यो? यसमा अन्डा हाल्यो, तिल हाल्यो, तिल त सबै हाततिर पनि लागेको छ त। कर्नफ्लावर हाल्यो, अनि मसला हालेर मोल्दै हो। अब मोलेर सुई पार्नुपर्छ। मुखमा पानी आयो क्या? मासु त हिजो खाँदा खाँदा एकदम बाँकी रेडी हुँदैन बिचरा। बिहानदेखि पालैसँग मेकअप गर्दा गर्दै हैरान परिसक्यो। बाफ्रे बा आँखै लाग्ला। अहिले बस्न जेठानीले हेरे हेरे पर्ला। जेठानी हो यहाँ हाम्रो आन्टी हुनुहुन्छ, सासू चाटी बरेको सासू। अनि आमामा कति राम्रो देखेको त नि। मामा नसकिने भयो त नि। अब सबै साडी बेर्दै नाक लामो छैन, थेप्छु रहेछ। चाटो बरेको सासू। के छ दिदी हाल खबर? ठिक छ। खुसी? यहाँ कान्छी देउरानीको कार्यक्रम छ त। यहाँ देउरानी यहाँ तयार भयो होइन? देउरानी यस्तो राम्रो भयो।
यहाँ म त झन् केही गरेर खाने यत्तिकै मेकअप गरिसक्यो मेकअप गरेर के भनेको अब बुझेकै छैन कि जानु नि मान्छे चाहिँ भरे भरे ल वटा मुनि राख्नु यहाँबाट नहो यहाँबाट नहो आन्टी यता भाइ त नआएछ नि दुईजनाले हात उसको समाएर अञ्जली हात समाएर के ठिक छ दुईजनाले कता छुने ए हजुरआमा को रहेछ त बेबीको हजुरआमा म बेबीको कान्छी हजुरआमा म बेबीको ठुलो मम्मी म बेबीको माइली मम्मी नसै हुनेवाला बेबीको साइली ठुलो मम्मी म बेबीको ठुलो मम्मी म बेबीको ठुलो मम्मी म चाहिँ बेबीको माइजू म चाहिँ बेबीको हुनेवाला मामु नमस्ते म चाहिँ बेबीको दादा हो मलाई चाहिँ बेबी गर्ल जस्तो लाग्छ नमस्ते म बेबीको दिदी र मलाई चाहिँ बेबी गर्ल जस्तो लाग्छ मलाई मम्मी मन पर्छ नमस्ते म चाहिँ बेबीको दाइ मलाई लाग्छ ऊ चाहिँ बोइ हुन्छ नमस्ते म बेबीको हजुरआमा मलाई नाति होला जस्तो लागेछ नमस्ते म ठुलो मम्मी हो मलाई पनि छोरा होला जस्तो छ नमस्ते म बेबीको ठुलो मम्मी हो मलाई चाहिँ छोरी होला जस्तो लाग्छ नमस्ते म पनि बेबीको साइली ठुलो मम्मी मलाई पनि छोरा जस्तो लाग्छ नमस्ते म बेबीको ठुली मम्मी मलाई चाहिँ छोरी नै हो जस्तो लाग्छ अब के हुन्छ थाहा छैन नमस्ते म बेबीको ठुलो मम्मी मलाई छोरा होला जस्तो लाग्छ नमस्ते म चाहिँ बेबीको माइजू मलाई चाहिँ बेबी गर्ल हुन्छ जस्तो लागेको छ नमस्ते म चाहिँ हुनेवाला मामु मलाई चाहिँ खै आइडियै छैन